वेलकम टु माई युट्युब च्यानल ज्ञानढुङ्गा नेपालमा। आज म तपाईँहरूलाई आइपिओ कसरी भर्ने त्यो देखाउन गइरहेको छु। आफ्नो मोबाइलको क्रोम ब्राउजरमा जाने र मेरो सेयर लेखे सर्च गर्ने र यो मेरो सेयर लेखे सर्च गरिसकेपछि सिडिएस एन्ड क्लियरेन्स लिमिटेड भनेर यहाँ टपमा हजुरको आउनेछ। मेरो सेयरमा क्लिक गरिसकेपछि सिलेक्ट यो डिपीमा ब्याङ्कको नाम लेख्ने अथवा ब्याङ्कको कोड हाल्ने र यो गरिसकेपछि युजर नेममा तपाईँले आफ्नो बिओआइडीको लास्टको 8 वटा अङ्क लेख्नुहोला र पासवर्ड हाली लगइन गर्नुहोला। यस्तो इन्टरफेस खुल्नेछ र 3 वटा धर्कामा क्लिक गर्नुहोला। यस्तो इन्टरफेस खुलिसकेपछि त्यसपछि यहाँ तल माई आसबा लेखेको ठाउँमा क्लिक गर्नुहोला। जब यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ र यसमा तपाईले एप्लाई फर इस्यु सुरुको देखिराख्नु भएको छ हो आइपिओ खुलेको यसमा देखाउँछ र एप्लाईमा क्लिक गर्ने र एप्लाईमा क्लिक गरिसकेपछि हजुरको यो कम्पनीको आइपिओको सबै डिटेलहरु देखाउँछ। इस्यु भएको डेट र इस्यु क्लोजिङ डेट पनि देखाउने गर्छ र कति सेयर इस्यु भएको छ सम्पूर्ण यहाँ जानकारी गराएको हुन्छ। र यति गरिसकेपछि अब हजुरले यो ब्याङ्क लेखेको ठाउँमा यो हजुरको ब्याङ्क लेखेको यसमा क्लिक गर्नुहोला। एरोमा ब्याङ्क लेखेको यहाँ क्लिक गरिसकेपछि हजुरको ब्याङ्कको जुन सिआसबा हजुरले खोल्नु भएको छ हो त्यसको आफै यसमा फिल हुन्छ र ब्याङ्क एकाउन्ट नम्बर पनि आफै आउने गर्दछ। र यति गरिसकेपछि एप्लाइड किता भनेर यहाँ छ। एप्लाइड कितामा हजुरले अब कति भर्ने किता जस्तै 10 किता अमाउन्ट आफै आउँछ 1000। त्यसपछि सिआरएन नम्बरमा सिआरएन नम्बर ब्याङ्कले प्रोभाइड गरेको सिआरएन नम्बर हाली यो चेक बक्समा टिक लगाई प्रोसिड गर्नुहोला। प्रोसिड गरे पश्चात हजुरको प्लिज इन्टर योर 4 डिजिट ट्रान्जेक्सन पिन टु प्रोसिड भनेको छ। यसमा तपाईले हालेको 4 डिजिटको पिन राखी एप्लाईमा क्लिक गर्नुहोला। एप्लाईमा क्लिक गरिसकेपछि सेयर हैज बीन एप्लाइड सक्सेसफुली भनेको छ। हजुरको अब यहाँ देखाउने छ एप्लाईको ठाउँमा एडिट देखाइरहेको छ। अब हजुरले कतै यसमा गल्ती भयो या धेरै किता भर्नु पर्नेछ या कम भर्नु पर्नेछ भने यसमा फेरि गएर तपाईले एप्लाइड कितामा चाहे जतिको किता राखी हजुरले यसमा फेरि सिआरएन नम्बर हाली चेक बक्समा टिक लगाए फेरि एप्लाई गरेपछि आइपिओ सक्सेसफुल हुन्छ। तर म चाहिँ दसैँ नै गर्नेछु। दसैँ गरिसकेको छु र मेरोमा अहिले गरिसकेको हुनाले अहिले फेरि एडिटमा गएर यति नै गर्दाखेरि यहाँ मेरो चाहिँ सेयर विथ प्रोभाइडेड इनपुट्स ह्याड बिन एप्लाइड अलरेडी भनेको छ। मेरो एप्लाई भइसकेको छ त्यस कारणले यसले र मलाई लाग्छ कि यो आइपिओ भर्ने भिडियो हेरेर तपाईलाई अवश्य आइपिओ भर्न सहज हुनेछ। भिडियो हेरेर साथ दिनुभएकोमा हजुरलाई